हेलो एभ्रिवान, वेलकम टु माई अनदर भिडियो। आज पनि फेरि हामी माछा मार्नलाई गइरहेछौँ है। आज मसँग जेठाबाउ हुनुहुन्छ। जेठाबाउले पहिलादेखि रहर गरेको। आज हेरौँ कतिको पर्छ है त। पाएर माछा लाग्यो भने चाहिँ कति बेर हुन्छ त नि कहिले पो हुन्छ नि पाउँदैन कहिले त फेरि लाग्यो भने त झ्याम झ्याम तल मादी नदी, थाकगाउँ बेसी, गेडी बेसी। खान त असार भ्याइसकेको छ सबैको प्रायः जस्तोको त। अब त असार पस्ने बिउ र पानी भयो त असार पसिहाल्छ नि है। पानी भयो हो के मादी अब सुक्ख के अरे है। पानी गर्ने फेरि मादीमा पानी छैन त खै। हैनले तपाईँ केही छैन पानी त अहिले त त्यो झर्र आगोले हुँदैन, मुड फुट्नुपर्छ। यो उतिस बुट सुके रहेछ। सुकेको भएर यसले यो उसको सल्लाहको बुट पनि ढाल्दो रहेछ क्या। यसले पनि जान्छ कि दाउरो गजा भयो नि नजिकै भयो। अन्त राखेको अब मध्य पहाडी लोकमार्ग बाटो पनि यतातिर पिच भइसक्यो कि रे है। बुढो मान्छे काम छैन खानु पाइरहेको छ कि भाउ नि अम्मा त्यसमा माडी राखेर थैला हालेर राखिदिन्छ, ल्यायो खाइदियो। धानको बिउ, कोदो बिउ है। चिया भिर यस्तो पर पनि बाटो खोप्ने भनेर किसिम गरे कि रे है। बाटो ऊ माथि रहेछ। यता त अलि भिरभिरै रहेछ आथेबा। अलि लाउँछ आउनु है। झनी बाटो छैन कि यताबाट चिलाउने गेडामा बेसी चिप्लेछ आथेबा। थार पनि हिँडेछ यहाँ त। आथेबा पुग्ला है तल। माउरी भिर, चिया माउरी भिर। माउरी एउटा पनि छैन के अरे। भोलि असोजतिर आउँछ होला। यो सिँढी बाटो चाहिँ हाम्रो माछाको मार्नलाई सजिलो बनाउनलाई होइन कि त। यहाँ एउटा एकदमै हाम्रो मादी साथको इम्पोर्टेन्ट लोकेसन छ कि यहाँ इलेक्सनमा पुगेपछि म तपाईँहरूलाई देखाउँछु ल। खोला पनि देखियो है। लुक एट द भ्यू। त्यो सोझकुना सीता थान हो। माघको 1 गते जहिले नि यहाँ पूजा हुन्छ। अनि यहाँ भक्तजन धार्मिक स्थलसँगै पर्यटकीय स्थल पनि हो। त्यहाँ चाहिँ वाटरफल खतरा ठुलो छ। अनि त्यहाँ वाटरफलसम्म जानलाई बाटो नि बनाउँदै रहेछ। अनि यहाँ चाहिँ बर्खामा सबै त्यो गाईको थुनमा दुधको धारो जस्तै पानी बग्छ यहाँ। अनि त्यहाँ कुनामा तातो पानी पनि छ भन्छ। त्यो कुनामा छ अरे। हामी चाहिँ त्यता गएन है। काम गर्ने मान्छेहरू पनि छ कि आज यहाँ।
काम गर्ने मान्छेहरू पनि रहेछ क्या होला। मसला घोलेर यतिकै राखेको छ है। यहाँ चाहिँ अब त्यहीँ छरसम्म जाने उस बनाउँदै रहेछ है। बल्छी पनि रहेछ आएको थियो यहाँ चाहिँ। काम गर्नेहरूले बल्छी सल्छी नै हाल्दो रहेछ क्या। रहहरू त सब सुकाइदिइसकेको रहेछ यिनीहरूले। माछा पर्छै पर्दैन। यो के सोझो कुनाको झरना। त्यो कुनामा तातो पानी आउँछ भन्छ। पानी परेर ओडारमा बसिरहेको छ है। त्यसो ओडाएर फेरि यति मात्र भयो है। धेरै किरा पाइएन। किरा पाएको भए माछा टन्नै मर्थ्यो होला। लुक एट द भ्यू गाइस। आजलाई यति नै भयो। अब घटेर लाग्यो। र माछा चाहिँ आज किरा धेरै नपाएर माछा चाहिँ धेरै मरिएन। हामी चाहिँ अब रिटर्न है घरतिर। कता अड्केको हो? अलि तल गर्नु न। यस्तो छ है झर्ना। त्यहाँ काम गर्ने मान्छेहरू पनि रहेछ। पुरा झर्नासम्म अब चाहिँ सिधी बाटो हुन्छ है। यहाँबाट चाहिँ पुरै
सिडी बनाएर त्यहाँ झर्नमा पनि ग्याबिन जाली हाले ह अब चाहिँ सोझो कुनाको र पनि गहिरो चाक्लो पनि चाक्लो हुने भयो अब त्यहाँ पनि पुरै हरिप बनाउन लागिरहेको रहेछ बेस खुसी लाग्यो तल चाहिँ माछा परिरहेको थियो जस किरा नभएर किरा भएको आज माछा तन्नै मर्दो रहेछ अलिअलि बाढी आएको किराहरू पनि सबै बगाएर लिएर गएको रहेछ र अब चाहिँ घरतिर लाग्ने काम भयो है त्याले भोलि बर्खामा त यहाँको के अरे गाईको थुनबाट दुध झर्छ नि त्यस्तै झर्छ नि है बनाउनु लाग्यो जस राम्रै बनाउनु लाग्यो वहीँसम्म सिडी हाल्दो रहेछ कि अब उहाँ ग्याबिन जाली हाल्यो नि ग्याबिन जालीहरू हजुर छ अब त त्यो र पनि चाक्लो बनाएर गहिरो पनि हुने अनि त्यहाँ गएर फोटोसोटो खिच्ने ठाउँ बनाउनु ला रहेछ कि यो वरिपरि यस्तो ठाउँ त काहीँ छैन कि है पहिला नि यहाँ त के अरे परेवाको गुणाहरू नि हुन्थ्यो नि है अहिले त त्यही त अहिले त परेवा ऊ मौरीहरू ऊ मौरी छ कि त्यहाँ त अझै होइन मौरी हो कि के हो त्यो मौरी पनि बस्छ नि यहाँ मौरी त बस्छ त्यो मौरी बसेको कालो दाग मात्र हो अहिले मौरी छैन ऊ त्यो कुनामा नि ओडाएर खाने फेरि आएको थियो ऊ त्यो कुनामा क्या त्यहाँ बुढी हो नि त हो त्यहाँ बुढी यता बुढो ए पहिला यहाँ बस्ने को रे जोगी रे होइन भोटे लामा भोटे लामाले तपस्या गरेर ठाउँ हो यो भोटे लामा हो भोटे लामाले तपस्या गरेर ठाउँ अरे है उता चाहिँ बुढीले तपस्या गर्ने यता चाहिँ बुढाले तपस्या गरेर ज्ञान प्राप्त गरेर ठाउँ भन्छ है आठेवाले फेरि बुढा र बुढी झगडा भयो बुढी उता पारी गयो है बुढाले के भनेर यहाँ मनखे आयो भने खाइदिने बुढीले खाने होइन हामीले सुरक्षित गर्नुपर्छ किन खाने भन्दाखेरिमा हामी झगडा भएर बुढी पारी ऊ त्यो ओडारमा त्यहाँ मान्छे छिर्न नि हुन्छ नि तलबाट छिरेर माथि निस्किने ठाउँ पनि छ त्यहाँ हामीले के जान्ने त्यो पहिला बुढाहरूले भन्न खोजेको त्यो हो क्या बुढी पारी छन्डे बुढावारी छन्डे क्या ल जाम अब टाँगो छेर ल आजलाई यति नै यो पोहोर खडेरी पर्यो खडेरी पछि मान्छे धुप पल्ट्यो धुप भएर पानी आएन के गरौँ कसो गरौँ भन्दै पछि यताको तल उलिनी टोल आएर यहाँ पानी माग्यो पानी परेन पानी पहिलो परेको थिएन पछि यहाँ पानी मारेर ढाडाढुटो उनीहरूसित झगडा गऱ्यो हामीले फेरि हाम्रो माथिको टोल जति फेरि करु छत्रमा गयो करु छत्रमा गएर कहिले दमा बजाउने कहिले केही गर्ने ढाडाढुटो गर्दाखेरि ल हामी पानी पाइएन भनेर अनि त्यही दिन पानी आएको अहिले बुढाहरूले आइसक्यो सोध्नु त हामी जम्मै त्यसरी
यो हाईको सीताथानको छ नि एकदम कस्तो छ भने हामी यदि असार मासको बेलामा पानी चाहियो, पानी पाइएन भने चाहिँ कस्तो थियो के अरे यहाँ आएर जुठो गरिदिने, ढटाढुटु गरिदियो भने चाहिँ पानी पर्छ भने हाम्रो सबैको एकदम आस्था बोकेको ठाउँ हो यो। पहिलेदेखि नै त्यस्तै नै हो। यहाँ चाहिँ कहिले पनि जुठो गर्न नहुने त्यस्तो ठाउँ भएको भएर जुठो गरिदियो भने पानी पर्छ भनेर चाहिँ यहाँ आएर पानी मागेको हो नि त हामीले। पानी माग्ने चलन छ पहिलेदेखि नै। आशा लाग्ने बेला भयो पानी पाइएन। यो ठाउँ चाहिँ एकदमै लोकप्रिय ठाउँ पनि हो, धार्मिक स्थल। अहिले हाम्रो मादिसातको धार्मिक स्थलसँगै पर्यटकीय स्थल पनि बनाउनको लागि धेरै पहलहरू गरेर अहिले संरचनाहरू पनि राम्रो बनाउँदै गएको छ। तपाईँहरू चाहिँ भिजिट गर्न चाहनुहुन्छ भने मलाई मेसेजहरू गर्न सक्नुहुन्छ है गाइज। अहिले त्यहाँ मलाई त आथेबले भनेको क्रौ छत्रको भिडियो चाहिँ नि अब त्यो क्रौ छत्र भनेको यस्तो हरे के अरे वाटरफल हो कि त्यो वाटरफल भनेको कास्की जिल्लाको नै सबभन्दा नि अग्लो वाटरफल भनेर चिनिन्छ कि त्यो चाहिँ अहिले एकदम ओजेलमा परेको छ। नेक्स्ट पार्टमा चाहिँ क्रौ छत्रको भिडियो आउँछ है। अनि त्यसको लागि चाहिँ तपाईँहरूले लाइक कमेन्ट सब्सक्राइबहरू चाहिँ राखिदिनु होला। मुटो घाँसहरू काट्दिनँ कसैले क्या कहाँ काट्ने पैसा माग्दा फेरि मसँग पैसा माग्न आउँछ फेरि माथि खाप्छ पैसा रिहाब खाप्छ। हामी उहाँ पहिला मेलापात गरेर चौतारी ढ्याम्मै भरिने है यो बेलामा। अब अहिले त बाटै छैन खोइ। हुरी जसको हुरी कता हुन्थ्यो बाटो कति राम्रो हुन्थ्यो। चौतारी यस्तो हालत भइसक्यो। कति राम्रो थियो। खेताहरू सबै छोडिदियो बेसीतिर है। कर्बु डाँडा, घ्याम्राङ, साबी, याङ्जोकोट। यो मन्दिर चाहिँ हाम्रो थाक गाउँकै सबैभन्दा ठुलो देवताहरूमध्येको एउटा मन्दिर हो, देउराली मन्दिर। यहाँ चाहिँ वैशाख पूर्णे फागुन पूर्णेमा चाहिँ बोकाको बलि चढाएर भाकलहरू माग्ने आस्था रहेको मन्दिर हो। कार्तिक पूर्णिमामा चाहिँ यहाँ चाहिँ मुलाले पूजा गरिन्छ होइन आथेबा? कार्तिक पूर्णिमा मुलाले होइन यहाँ। अरू चाहिँ वैशाख पूर्णे फागु पूर्णिमा चाहिँ बोकाले है, बोका पाठीहरूले पाठी हो। ल अनि यो पिपलबुट चाहिँ एकदम पुरानो, कति वर्ष भयो होला यो पिपलबुट आएको थियो? यसको त थाहा छैन नि, पहिला जिजुबाजी पाल्दैछ नि त। तपाईँहरू सानो हुँदा नि यता थियो है? हामी सानो हुँदै यता थियौँ। पिपलबुट त तपाईँ 71 वर्ष भयो भनेपछि त तपाईँहरू सानो हुँदै यत्रै थियो भनेपछि त यो त 300 वर्षभन्दा बढी नै भयो होला है? लास्टै पुरानो बुढो है यो चाहिँ। बाबाले अलिअलि फलानाले सारेको भन्ने बाबाले थाहा होला। हामीले के थाहा हुने हुन त ठुलो घरको चिलको पाला चिलको बाबुले सारे कि कसले सारे? अब बाजेहरूले सारे कि है? बाजेले सारे कि बाबुले सार्यो? तिनीकै खलको पर्छ यो। हामीले त के थाहा हुने।
पहिलो क्या बाबु यहाँबाट पुरा त्यो अन्नपूर्ण लमजुङ हिमालयको भ्यू पनि छ है दामी। चौतारीहरू टन्नै बनाए अहिले गाउँमा मान्छे छैन है। पहिले यहाँ चौतारीमा काम गरेर आएर थकाइ मार्ने धानको बोराहरू पुरा यस्तरी हुन्थ्यो क्या यहाँ ठ्याम्मै। अहिले गाउँमा मान्छे छैन। यस्तो पहिले त चौतारी नि क्लिन हुन्थ्यो गाउँमा मान्छेहरू भएर। धानहरू बोक्ने नि मान्छेले बोक्दैन, गाडीले हो। मेरो कभर फोटोमा भएको पनि यहीँ हो कि खिचेको, यहीँनिर त। सानसानोमा हामी पुरै हाँगातिर चढेर पिपल गिडीहरू खाने। पिङ थाप्थ्यो रे पहिला यहाँ चाहिँ है। हो त्यो डिलमा है। अनि हामी सानसानोमा खेल्ने ठाउँ यही क्या, यहाँ आएर खेल्थ्यो नि सानसानोमा। अहिले त गाउँमा बच्चाहरू नि छैन खेल्नेहरू नि है। अनि खेल्ने बच्चाहरू भयो नि सबै मोबाइल हो। बेसी बाटोको पहिले यहाँ स्कुल थियो अरे गाइज। बेसी बाटोको किसनको बाजे खरले छाएको स्कुल थियो होला त्यो अलिअलि देखेर कहाँनिर यो ठाँटी भएको ठाउँमा। यो चल्छ थिएन नि त पहिला। तपाईँहरू पढ्न आउँथ्यो यहाँ। हामी गाउँले हामी त स्कुलै नपढेको मान्छौँ। हामी देखेको क्या अलिअलि। कतिवटा कोठा थियो। 2-3 कोठा थियो। पहिलाको स्कुल त फेरि अब बत्तलो यो चाहिँ भएर खानु भयो। चोपेरै लेख्ने थियो नि त चलन जमाना त्यस्तो थियो। पाटी के पाटी पातीले लेख्ने पाठीमा। पाटीमा लेख्ने पाटीमा का खा गा त्यो पाटीमा लेखेर पाक्न लागे लगत्तै बाँदरको नि घर पनि बनाइसकेको छ यहाँ चाहिँ घरबारीमा। यहाँ त फेरि बाँदरको घाटै भयो नि आथ्यो भयो। पहिलादेखि नै हो कि यहाँ त बाँदर आउने। बरु तौलीतिर आउँथेन है।